सेवारो नमस्ते बोजू साथीहरू। आज चाहिँ हामी गाडी धुनु आएको। यहाँ चाहिँ यसरी पैसा हाल्ने अनि भ्याक्युम हो के यो चाहिँ। पहिला गाडीभित्रको सबै फोहोरहरू चाहिँ यसरी भ्याक्युम गर्ने, त्यसपछि चाहिँ अब गाडीलाई यहाँ लगेर यसलाई धुने। अब फेरि यहाँ पैसा हालेर त्यसपछि पहिला सुरु साबुनले पखाल्नु पर्ने रहेछ। तर बिचारा मेरो श्रीमानको पनि पहिलोचोटि भएर ऊ पनि कन्फ्युज भयो के। अनि मैले यहाँनिर इन्स्ट्रक्सन्सहरू छ, पढेर यसो हेरेर पढेर गर न भने। अनि मैले चाहिँ सायद यो बटन प्रेस गर्नुपर्छ होला भने है, मैले पनि त्यहाँ यसो इन्स्ट्रक्सन्सहरू पढेँ। अब अलिअलि फ्रेन्च भाषा त मलाई पनि पढ्न आउँछ, यत्रो पढ्नु गएको है। अनि प्रेस गरिदिएँ अनि यसो हेरेको साबुन पानी आउँदो रहेछ के टायर्सहरूमा लगाउने। अनि गाडीको वरिपरि चाहिँ यो साबुन लगाउनु पर्दो रहेछ पहिला सुरुमा चाहिँ। अब त्यो साबुनलाई पखाल्नुको लागि फेरि पैसा हाल्नुहुँदैछ। बिचारा मेरो श्रीमान के कसो गर्ने भनेर यसो हेर्दै पनि छ इन्स्ट्रक्सन्सहरू। त्यसपछि यो बटन प्रेस गर्यो अनि त्यसपछि फेरि यो पाइपबाट चाहिँ मजाले फोर्सफुली पानी आउँदो रहेछ कि पखाल्नु पनि क्या मजा आउने। यसरी स्टेप बाई स्टेप हुँदो रहेछ। 1 2 3 सित्यो 4मा छौँ। अब हामी 4मा गर्नुहुँदैछ मेरो श्रीमानले। अब यो चाहिँ लास्ट स्टेप हो, फिनिसियो भनेछ एन्टी ट्रास। अब यो चाहिँ लास्ट पखाल्ने, टिलिक्क टल्काउने होला सायद एन्टी खास भनेपछि। है टिलिक्क हेर्नुहोस् त कस्तो सफा भयो गाडी टिलिक्क। अनि हामी पुग्यौँ बेलवेडा टु डु सम सपिङ। यो चाहिँ मेरो फेभरेट हो एक्सन। यहाँ चाहिँ सामानहरू एकदम रिजनेबल प्राइसमा पाउँछ कि। आहा कति क्युट राम्रो घर हेर्नुहोस् न। अनि मसरुम पनि कति क्युट रहेछ यहाँ। म चाहिँ यहाँ फ्ल्याक्स सिड्स अनि चिया सिड्स किन्नु आएको हो। त्यसपछि घरको लागि केही सामान किन्नुको लागि हामी ओसन गयौँ। अनि त्यसपछि फार्मेसी पसेको, तर लाइन यति लामो रहेछ त्यही भएर मैले मेरो दबाईहरू चाहिँ लिएन। अगस्त 12मा चाहिँ सोलर इक्लिप्स छ, त्यही भएर यो सोलर इक्लिप्स हेर्नुको लागि चाहिँ चस्मा लियौँ हामीले त्यहाँ। मेरो श्रीमान चाहिँ इज भेरी गुड इन डाइरेक्सन्स है, बट वेन इट कम्स टु कार पार्किङ इज अलवेज लस्ट। अनि हामी आइपुग्यौँ डेक्राथन। यहाँ चाहिँ हामीले 39 हेर्नु आएको। यस्तो रहेछ, यति मात्र रहेछ। त्यसपछि चाहिँ हामी घर आइपुग्यौँ। अनि त्यसपछि छोराहरूलाई लिएर डिनर खानु हिँड्यौँ। आज चाहिँ उनीहरू केबाब खाने रे। सो घरको नजिकै यो एउटा केबाब रेस्टुरेन्ट छ। ल त आजलाई यति नै। सबैजनालाई बोन एपिटिट। नमस्ते, बाई।